अबको पालो रहेको छ नाटकको। नाटकमा संलग्न हुनुभएका सम्पूर्ण साथीभाइहरूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। सुनिलको घरबाट जहाँ एउटा कोठाभित्र सुनिलका बाआमा टिभीमा व्यस्त हुन्छन्, सुनिलकी बहिनी किताब पढिरहेकी हुन्छन् र सुनिल भने मोबाइल हेरिरहेको हुन्छ। पढाइको चिन्ता होला नि, तिमी धेरै चिन्ता नगर के, तिमी धेरै सोच्छौ के। दाइलाई धेरै नपुल बिनाउँछ है बा। हुन त तपाईँले सम्झाउने ठाउँमा मोबाइल दिनुहुन्छ, टाउकोमा चढाउनुहुन्छ, पछि फेरि त्यही टाउकोमा नाचेर हिँड्ला नि। गुरु पढ्न धेरै किन बाटी भयो कि? आजभोलि सबै मोबाइलमा पढाइ हुन्छ, त्यसैले उसलाई मोबाइल दिएको। तपाईँसँग कुरा गरेर त नसकिनु भयो, गए म त खाना बनाउँछु। तपाईँ के हेरेर बस कि? तपाईँ जान हामीलाई सहयोग गर्नु। आज मेरो कत्रो ठुलो बैठक थियो, यी आमा छोरीले यही बुलाइदिए। यसरी पहिलो दृश्यमा सुनिलको परिवार बीचको छोटो संवादलाई देखाइन्छ। दोस्रो दृश्यमा भने विदाको मौका पारी सुनिलकी बहिनी सुफियाकी साथी स्मृति आफूले नजानेका गणित विषयका हिसाब सिकाइ माग्न सुफियाको घर गइरहेकी हुन्छन्। भन त क्वेसनले के भने हामीले पहिला क्वेसन पढ्नुपर्छ नि। फाइन्ड द पेरिमिटर अफ रेक्टेंगल। लेन्थ कति छ? 8 cm र ब्रेथ 10 cm, हाइट 12 cm। यसलाई पहिला सुरुमा सोलुसन लेख्नुपर्छ हामीले, जुन पनि हिसाब सुरु गर्ने थाहा त होला नि। सोलुसन गरेपछि यसलाई मल्टिप्लाई गर्नुपर्छ। मैले आज आउँदै गर्दा बाटोमा तिम्रो दाइले त चुरोट खाँदै हिँडेको देखेको थिएँ। ए हो र? हो नि सुफिया, हेर फुलत भनेको त नर्कको बाटोमा फस्नु भन्दा नि नराम्रो, बटन तेलैमा सुधार। तिम्रो दाइको भविष्य त नत्र अन्धकारमै पिट्छ। ल अब म घरतिर लागेकी बस है। छानै उठ्ने गरी किन कराची छ? के भयो तँलाई एक्कासी? मैले दाइलाई सम्झाउनु त भनेकै थिएँ, मोबाइल नदिनु, टाउकोमा धेरै नचराउनु भनेकै त हो त। उहाँको केटासँग लागेर चुरोट खाँदै बाटोमा हल्लिँदै बसिरहेछ अरे। होइन, यो केटी के भन्छ? मेरो सोझो र ज्ञानी छोराले फसाउने यसका साथीहरूको षड्यन्त्र हुन सक्छ। त्यही त भने हाम्रो छोराको बानी हामीलाई थाहा हुँदैन र हामी जन्म दिने बा आमालाई थाहा नभएर तँलाई तेरो साथीलाई थाहा हुन्छ? त्यही त भनेको, पहिला हाँसेर बोल्ने मान्छे आजभोलि किन बोल्दैन भनेको त्यही त रहेछ। देख्नुभयो तपाईँको हालत, तपाईँको छोराको हालत कुन तालमा आइरहेको छ। मैले भनेको त विश्वास मान्नुहुन्थेन, अब त आफ्नै आँखाले देख्नुभयो होला नि। अरूको कुरामा विश्वास गर्नुभन्दा हाम्रो छोरालाई यस्तो भएको धेरै भइसक्यो। केही बिराम पो भएको छ कि केही लागबाग पो लाग्यो कि बरु आजै पल्ला गरेर धामी बाजेकोमा गएर देखाइहाल्नुपर्छ। छिट्टै चट्टै बनाइदिन्छन् धान्दाले। त्यही त भने, बरु ढिलो नगर, छिटो लैजाऊ। आऊ बाबु जाऊ। नमस्ते धामी बा। सन्चै हुनुहुन्छ? नमस्कार, सन्चै छु। के कति काम ल्याउनु भएको नि? हेर्नुहोस् न धामी बा, आजभोलि हाम्रो छोरालाई के भएको होला? हामीसँग हाँसेर बोल्दा पनि बोल्दैन। केही बिराम पो भएको छ कि केही लागबाग पो लाग्यो कि हजुरले एकपटक हेरिदिनु पर्यो। भइहाल्छ नि, कस्तो कस्तो ठुलो डक्टरहरूले त नसकेको रोग मैले निको गराइदिन्छु। यो त सामान्य हो।
सन्तान नहुने रुँदै रुँदै हिँडेकालाई त फुकफाक पारेर उसका अहिले दर्जनका दर्जन सन्तान छन्। 8मा 8 चोटि फेल भएको मान्छेलाई त फुकफाक गरेर पास भएर उसले अहिले देश हाँकिरहेको छ। यो त सामान्य हो। त्यही भएर त हजुर कहाँ आएको नि। देवता परमेश्वर हाम्रो छोरालाई छिट्टै निको पारिदिनुहोस्। दुधको दुध पानीको पानी छुट्याए हाम्रो छोरालाई छिट्टै निको पारिदिनुहोस्। हामी सबै यो भाग पुरा गरिदिन्छौँ। यसको माग कालो भाले एक लामो दक्षिण रुपी भन्ने हजार भन्ने बुझ्नु यो दिन म आफै स्वयं जानु पर्ने हुन्छ। तपाईँहरू यसको भाग मलाई बेलुकासम्म यही पुर्याइदिनु पर्ने हुन्छ। तपाईँ घर गई कुकुरलाई टुक्नु पर्ने हुन्छ। धनी बा, हामी सबै भाग पुरा गर्छौँ। मेरो भागमा भोलि म आफै लिएर आउने छु। अहिले यसलाई छोडेर ल यो बाबु खाऊ। यो राति सुत्दा फेरि सिरान मुनि हालेर सुताउनु। अब म जान्छु। हस्, धन्यवाद धामीबाजे, हामी लाग्यौँ। हस् त। आजभोलिको जमानामा पनि हामीहरूलाई विश्वास गर्ने मान्छे रहेछन् नि काठे। हुन त म के काम छोरा होइन र। जाड र उदास हुँदो रहेछ। सुनिल कुलतको दलदलमा हुमिँदैछ। उसको मनमा कति कुरा खेल्दैछन् कसैलाई थाहा नै छैन। यसरी डिप्रेसनमाथि डिप्रेसन थपिँदै जान्छ। सुनिलको मनमा के चल्दैछ कसैले बुझ्ने प्रयास नै गरेनन्। सुनिलका बाआमाले सुनिललाई धेरै धामी जातिकोमा लैजान्छन्। धामीले जति झाडफुक गरे पनि सुनिलको अवस्थामा केही सुधार देखिँदैन। उसको अवस्था झन झन गम्भीर हुँदै जान्छ। अनि सुनिलका बाआमालाई पनि छोरीले भनेको कुरा साँच्चै हो कि छोरो कुलतमा फर्छ कि भन्ने शङ्का लाग्न थाल्छ। ए सुनिलकी आमा, हाम्रो छोरालाई मसँगको भुल लागेको छ कि भन्ने कतै भ्रम त छैन। तपाईँ पनि धामी बाजेले भनेको कुरामा पनि विश्वास गर्नुहुन्न। खै त 2-3 दिनमा निको हुन्छ भनेको 2-3 महिनाभन्दा बढी भइसक्यो। छोराको अवस्था झनै गम्भीर देखिन्छ। त्यो पनि हो, अब के गर्ने होला त। ओहो, नमस्कार हजुर। नमस्कार। आरामै हुनुहुन्छ? हजुर आरामै छु। हजुर म पनि आरामै छु। म त स्कुलबाट घर दैलो कार्यक्रममा आएको। यता सुनिलको पढाइ घरतिर कस्तो चलिरहेको छ भनेर सोधपुछ गर्न आएको नि हजुर। खै सर, के भन्नु, आजभोलि हाम्रो छोराको अवस्था गम्भीर देखिन्छ। हामीसँग हाँसेर बोल्दा पनि बोल्दैन। खै के बिराम पो भएको हो कि केही लागभाग पो लाग्यो कि। हामीले धेरै धामी जातिसँग देखाइहाल्यौँ तर अझै पनि अवस्था त्यस्तै गम्भीर देखिन्छ। खै के कुलतमा पो लाग्यो कि हाम्रो छोरा। यो कुरा त गम्भीर देखिन्छ। एकचोटि यसलाई मनोचिकित्सकसँग लग्नुहोस् र त्यहाँ लगेपछि उसको समस्या समाधान हुन सक्छ। त्यस्तो अवस्थामा त्यसलाई जे पनि हुन सक्छ। छिटोभन्दा छिटो लैजानुहोस् र मलाई अन्त घरदैलो कार्यक्रममा पनि जानु छ। हामी आजै लगेर जान्छौँ। मानिस कुलतमा फस्नुका कारणहरू धेरै हुन्छन्। साथी सङ्गतको लैलै, घरको आर्थिक अवस्था, परिवारको व्यवस्था, रहर र जिज्ञासा, पढाइ र जिम्मेवारीको तनाव आदि।
कुलत एक समस्या हो, तर यसको समाधान पनि अवश्य छ। एक व्यक्तिले कुलतलाई जित्न घर परिवार, साथीभाइ र समाजको सकारात्मक ऊर्जा, प्रेरणा र माया पाउनुपर्छ। जिन्दगीमा सङ्घर्ष त सबैको हुन्छ, दुःख त सबैले गर्नुपर्छ, तर कुलतको बाटो रोज्नु भनेको आफूले आफैलाई नर्कको बाटोमा हिँडाउनु हो। पर्खनुहोस् है, कथा अझै सकिएको छैन। सुनिलका शिक्षकको सल्लाह अनुसार सुनिलका बाआमाले सुनिललाई मनोचिकित्सककोमा लैजान्छन्। नमस्कार डाक्टर। नमस्ते। कतिकै कामले आउनुभयो? हेर्नुहोस् न डाक्टर, आजभोलि हाम्रो छोरालाई के भएको होला? जतिखेर पनि टोलाइ मात्रै रहन्छ, केही बिराम पो भएको हो कि केही लागपात लाग्यो कि हामी धेरै दामी डाक्टरसँग देखाइहाल्यौँ तर केही भएन। उसको शिक्षकले हजुर कहाँ लैजाने भनेर सल्लाह दिनुभएकोले हामी हजुर कहाँ आएको। एकपटक हाम्रो छोरालाई हेरिदिनु पर्यो। आउन बाबु, बस। तपाईँहरू एकछिन बाहिर गइदिनुहोस् न है। भाइ, तिमीलाई के हुन्छ? खै आँखा देखाउ त। जिब्रो बाहिर तान त। तिम्रो यो अवस्था देखेर त म साह्रै चिन्तित भएर तिमी अहिले कुन समस्यादेखि गुज्रिरहेका छौ म सबै बुझ्छु, किनकि म एक मनोचिकित्सक हो र तिमी जस्तै धेरै बिरामी हामी कहाँ आएर निको भएर पनि गएका छन् र अहिले खुसी जीवन बिताइरहेका छन्। तिमीले मलाई आफ्नै दिदी ठानेर सबै समस्या भन्छौ भने म तिम्रो समस्या समाधान गर्न सक्छु, नत्र त तिम्रो जीवन सधैँ निराश रहनेछ। भन, आज के हो तिम्रो समस्या? मन खोलेर भन। डाक्टर दिदी, तपाईँ मेरो आफ्नै दिदी हो भने म तपाईँलाई मेरो सबै समस्या भन्छु। मैले यो समस्या घर परिवारलाई देखाउन सकेँ न भन्न सकेँ। म यस लागु पदार्थबाट टाढिन्छ। लागु पदार्थले गर्दा म धेरै न समाजको अगाडि राम्रो देखिन्छु न घर परिवार। म देश समाजको लागि केही गर्न सकेको छैन। म केही गर्न चाहन्छु। लागु पदार्थ दुर्व्यसनले गर्दा मलाई लास्टै बिगारेको छ। डाक्टर दिदी, मलाई यस लागु पदार्थबाट छुटिने केही उपाय दिनुहोस् दिदी। आजदेखि म तिम्रो आफ्नै दिदी हो र म मेरो भाइको समर्थनमा सधैँ उभिनेछु। आजदेखि तिमी एक्लो छैनौ। तिम्रो साथमा तिम्रो दिदी छ, तिम्रो परिवार छ। यो संसार तिम्रो पनि हो र यो संसारमा खुसी भएर बाँच्ने अधिकार तिम्रो पनि छ। तिमीले मलाई साँच्चै आफ्नो दिदी ठान्छौ भने यो बाटो हिँड्न छोड, नत्र यो बाटो हिँड्न छोड र म तिमीलाई केही औषधिहरू लेखिदिन्छु। त्यो औषधिहरू पनि खाऊ र बिहान उठेर योगा र ध्यान गर। दिदी, हजुरको गुण म कहिल्यै बिर्सिन्न। ल अब तिमी जान सक्छौ। कता हो त? अहिले साथी यता यस्तै योगा गर्दैछ। जान्न आज खोलातिर। आज म पनि सिक भइरहेको छु, 1-2 दिन भयो नखाएको पनि। ए साथी, मेरो भनाइमा छ नि आजदेखि यस्तो कुलतबाट टाढिम साथी। मैले पनि यस कुलतबाट टाढेको छु र आजदेखि हामीले यस्तो लागु पदार्थ सेवन पनि गर्नुहुन्न। हामी एउटा युवा हो, युवा भइसकेपछि समाज देशको लागि केही गर्नुपर्छ हुन्न र साथी। आजदेखि यस्तो कुलत सङ्गतबाट छाडौँ साथी। कहाँ गयो? हेर्दा राखेको थिएँ।
त्यही हरेक होइन के हेर्नुभयो तपाईँहरूले हेल्दी फुड हो स्याउ म पहिला जस्तो छैन म सुध्रिसकेको छु हेल्दी फुड खान्छु आजकल तपाईँहरू पनि खाने गर्नुहोस् है म पढ्न गएको बाई यसरी सुनिलका खुसीका दिनहरू फेरि फर्किएर आउँछन् सुनिल र सुनिलको साथी पूर्ण रूपमा कुलतबाट मुक्त हुन्छन् यति मात्र हो र अहिले उनीहरूले धेरै मानिसलाई यो कुलतको नकारात्मक प्रभावबारे बुझाउँदै यो समस्यामा हुमिनबाट बचाएका छन् ब्राइडल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलको विज्ञान विषयको शिक्षक तपाईँलाई हाम्रो कथा कस्तो लाग्यो आशा छ मन पराइदिनु भयो होला केही धेरै त्रुटिहरू पनि भयो होला तर हाम्रो यो प्रयासलाई अहिलेसम्म माया गरेर हेरिदिनु भयो सुनिदिनु भयो त्यसमा हामी आभारी छौँ नमस्कार मेरो नाम विक्रम विवास थापा म कक्षा 9 अध्ययनरत छात्रा हुँ म यस नाटकमा सुनिलको बुवाको रूपमा भूमिका खेलेको छु सबैजनालाई नमस्ते म कक्षा 10 की छात्रा अरुणा राउत र म यस कथामा सुनिलको आमाको भूमिका निभाएकी छु धन्यवाद नमस्ते मेरो नाम सुनिल काँड र म कक्षा 8 मा पढ्छु म यस नाटकको मुख्य पत्र छोराको रूप लिएर खेलेको छु त नमस्कार मेरो नाम सुफिया बानु म कक्षा 7 मा अध्ययन गर्छु म यस कथाको छोरी भएर मेरो आफ्नो भूमिका निभाएकी छु धन्यवाद सबैजनामा नमस्कार म कक्षा 9 मा पढ्ने छात्रा स्मृति शर्मा मैले यहाँलाई साथीको भूमिका प्रस्तुत गरेकी छु सबैलाई नमस्ते मेरो नाम साधना डिसियो र म कक्षा 8 मा पढ्छु मैले डाक्टरको भूमिका निर्वाह गरेकी छु नमस्ते मेरो नाम गौरव महतो म कक्षा 8 बाट म सुनिलको साथीको भूमिकामा खेलेको थिएँ सबैलाई नमस्कार मेरो नाम अभिषेक थापा म कक्षा 7 को छात्र शिक्षकको भूमिका निर्वाह गरेको छु सबैलाई नमस्कार मेरो नाम प्रसन्न थापा म यसै विद्यालयको कक्षा 7 मा पढ्छु